Welcome travel lovers to my channel. बुआ के आनु भएको गुड मर्निङ कुनै होइन बिहान बिहान के न्युज सुन्नुभयो त के छ ताजा खबर अब विदेशमा बस्ने नेपालीहरूले पनि भोट हाल्नु पाउने भन्ने न्युज आएको रहेछ अब के अपडेट छ त्यो हेर्दै जागरुक नागरिक जागेर देश बनाउन हिँड्ने हो काटा हाँसु तेरो हेलो गाइज गुड मर्निङ यहाँ पारा बेग्लै छ हेलो ममै गुड मर्निङ के टालो लाउनु पर्यो त नि अब आफ्नो आफ्नै पारामा हजुर ल ल ल ओके सुटकेस पनि अलमोस्ट रेडी यो चाहिँ मेरो सावर लिएर आउनु पऱ्यो अनुहार त कस्तो रहेछ ओके ल ट्राभल हान्ने फाइनल लुक यही होला जस्तो छ है सो ट्राई आउट हान्दा सो रेडी हुनु पऱ्यो को रेडी भयो के गरे चिया खानु पऱ्यो आइफोन फ्लेक्स हान्दिउँ न नयाँ आइफोन 17 त लिन सकिएन जे छ त्यसैमा काम चलाम के अरे एउटालाई जाडो भयो एउटालाई गरी भयो म त देखाइदिने हो फोहोर गौठा यसको बढी जस्तै नेपालबाट आएकाहरूलाई चाहिँ लास्ट जाडो भइरहेको होइन प्योर अस्ट्रेलियनलाई चाहिँ प्योर गऱ्यौँ आधा नेपाली आधा अस्ट्रेलियन चाहिँ मिडियममा हुनुहुन्छ होइन हामी नेपाल त भर्खर आएको चाहिँ जाडो भएर खतम भएर बुवा टोपी गरेर लाउन गयो टोपी तान्नु मेरो पर्सहरू त म लिएर आउँछु के हुन्छ अरे गर्मी हुन्छ अरे घरमै वाइट चेन्ज हान्दिने हामी एयरपोर्टमै कपडा कस्तो छ ब्याग तपाईँ त टुरिस्ट जस्तै देख्नुभयो त यार अनि थ्याङ्क यू भन्नु यो जाम त 7:30 बजे ठ्याक्क रेडी भयो है हामी 7:30 ठ्याक्क भयो 5 मिनट बढी है फेरि बढी नआउँदैन भनेर कमेन्ट आयो नि टेन्सन हुन्छ ठ्याक्कै 5 मिनट बढी छ यो ल श्री गणेशाय नमो भन्दै हाम्रो यात्रा सुरु गरौँ त कम्बिनेसन म्याचिङ है हाम्रो भनेको चाहिँ फर्स्टमा चाहिँ हामी आई डोन्ट नो के प्लान छ अब सुरुमा त गाडीमै जाने रे अब यिनीहरूको प्लान अब आई एम नट अ अर्गनाइजर ल भगवान् एउटीको टिकटक सुरु भयो स्टार अफ द सो हुनुभयो यार मेरो भ्लगमा त मभन्दा धेरै तपाईँ आउनु नि भयो यार फोटो खिच्नु नि त अब ल गाइज यो ब्याग हटाउनु भयो कहाँ हो तपाईँ प्लिज चीज बुआ चीज हेलो चिल्दैन
हाँस्नु त खै त तपाईँ हाँस्नको गीत दाँत देखाउनु न के हुन्छ अरे मम्मी भन्नु त एकचोटि फोटो खिच्दा के अरे मम्मी के अरे नभने दाँत नदेखाए अँध्यारो आउँछ कि अरे नराम्रो आउँछ अरे अँध्यारो आउँछ हो दाँत देखाएर टिलिक्के पार्नुहुन्छ नि मम्मीले दोहोऱ्याएका दाँत हुन्छ भने के तपाईँ त गोरी देखिनु यार भन्दा धेरै यार अलिक पछाडि जानु मम्मी हाम्रो यात्रा कहाँसम्म गयो कहाँ जाने रे हामी के अरे सिडनी आज कति गयो 1 हप्ता लाएर घाँसिन बल्ल नत्र पहिला के भन्नुहुन्थ्यो है आचार गरी भन्नु नि पहिला के भन्नुहुन्थ्यो अरे जति सिडनी आँसु लागिरहने चिज है त्यो हामी हाम्रो अरू पार्टनरलाई गुर्दैछौँ पार्टनरहरू पनि हुनुहुन्छ जानेवाला वी आर वेटिङ देम बुवा 2 शब्द के भन्न चाहनुहुन्छ ठिकै छ बाटा हिँडियो छ यहाँ चाहिँ राम्रो छ हेलो के छ दाइ ठिक छ नमस्ते नमस्ते ल हाम्रो ग्याङहरू यहाँ हुनुहुन्छ अब हामी जान्छौँ ल जाउँ What is this? कता छेउमा आइपुग्यो फेरि यता अगाडिबाट जाऊँ न सरप्राइज हान्दै के गर हैन लगाउँ ल कार पार्क here अब हामी चाहिँ गाडी यहीँ छोडेर we'll go to airport. Where are the bags? These are the bags. Okay. So back to some more. Welcome to Brisbane Airport. Let's start checking baggage. मलाई लाग्छ विदेशीहरू अल्छी रहेछन् यस्तो काम त हाम्रो नेपालमा मान्छेले गर्ने त्यो ट्याग टक्क यसरी हैन ब्यागेज ट्याग सिधै आउँदो रहेछ लगेजको ट्याग
त्यो काम त हाम्रो मान्छेले गर्नेवाला तर यहाँ इज डन बाई विदेशी कतिवटा आउँछ र एउटा केटा ए 5 वटा एउटा मात्रै हो मेरो यो त पर्दैन यार लाले आका आइछ नि त के हो यो तपाईको भ्लग हो कि मेरो भ्लग हो But no worries, start of the show, होइन कस्तो लागिरहेछ त अङ्कल कस्तो लागिरहेछ राम्रो छ सबैसित हिँड्नु मलाई हेर्नु ल यहाँको के हो रे मम्मी going to खाजा खाना yeah thank you nice यी हाम्रो छ त सब साइलेंट भएर बसेर मेसो एउटा दोकान हेर्नुहुन्छ के भन्यो बुझ्दैन इन्स्ट्रक्सन बुझ्नु भयो नि के गर्न हुने रहेछ आन्टीले पुरा ठ्याक्कै आज नि पहेँलामाथि नै परेछ ये तस्वीर है ख्वाबों के रंगों की खुशियों की सपनों की अपनों की ये तस्वीर है जादू के लम्हों की मेरे दिल के सभी कतरों की मेरे दिल की ये बगिया है जो इस गुलशन की गलियां है यहाँ हर फूल 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 ब्यूटीफुल मेरे दिल है और रतिया है सुकून वाली ये निदिया है यहाँ हर पल 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 ब्यूटीफुल Guys, win this sauna. Let's scan. Guys, welcome to Sydney. Finally here at Sydney, guys. So we are looking for 13 cabs. Oh, Sydney is nice. सब झुक्राएर बस्यो नि त्यहाँ आज प्लेनमा यस्तो गुड गर्थ्यो सब झुक्राएर बस्यो there was too much of turbulence in the plane so गाह्रो छ फाइनली तर सिडनी चाहिँ आयो कहाँ जाने हो ओ कता जाने हो
ग्याङहरू यत्तिकै भौतारिएर बस्छन् दुईजनालाई फुल जिम्मा दिएको के अरे के गर्छन् थाहा छैन बस यस्तो रहेछ होइन सिस्टम मम्मी फाइनल्ली लास्ट क्वेसन हामी कहाँ आइपुग्यो अरे भन्नु न ठाउँको नाम के अरे Finally, our cab is here. I think that's the one. Okay. Uncle le uchal dinu bhayo ke re yaha Why are you smiling, lady? The cab is here. सिडनीको त भाइस नै बेग्लै छ त आफैलाई त्यस्तो लागिरहेको भेट्यो कुन बुवा हाम्रो घर Do we have to talk with someone? बुक हान्दैछन् अब हाम्रो Okay. We get the key? कहाँबाट भेट्यो कि? अब यो घर हाम्रो यो चाहिँ के रहेछ म सर भ्याइहाल्छ है के भने हजुरबाले बनाइदिएको घर के भन्ने हेरौँ लेट्स गो इनसाइड यहाँबाट नि आउनु रहेछ हाम्रो भन्नु रहेछ नि सिस्टम कडा रहेछ यहाँ कोर्का सुत्ने हो कोर्का सुत्ने हो ओइ टिभी त डेन्जर आदा अंकलले मलाई यहाँ सुताउने भन्नु यो नाइस नाइस त्यहाँ धारामा सबै त यहाँ त्यो कसको नाइस रोग
लेडिज रोग नाइस यो उता सिंगल बाथरुम नै थिएन ए त्यसमा मात्र रहेछ त्यो कोरको भएको कोठामा चाहिँ एट्याच छ यो चाहिँ कमन रहेछ यहाँ चाहिँ यता चाहिँ के छ किचन ओ सही रहेछ त ए लुगा धुने यहाँ लुगा हालिदिइहाल्ने अहिले अहिले हालिदिइहाल्ने यहाँ ल नाइस पानी त अहिले खाँदो रहेछ त्यहाँ तर हाउस इज नाइस यस्तो रहेछ यता यस्तो रहेछ खतम रहेछ सफा गर्नुपर्ने तर रहेछ लामो हुन्छ त्यो पनि पाउँदो यो छेपारा रहेछ छेपारा जस्तो रहेछ रङ फेऱ्यो भने जस्तो सोफाबाट बेड भइदियो म कता कता सुत्ने हो म कहाँ सुत्ने हो कि यहाँ सुत्ने हो कि बाहिर बार्बिक्यू पनि छ तर फोहोर छ के रहेछ अरे दाइ यो टोइलेट हो के रहेछ अरे ओ सही रहेछ नि ओ ल मेरो ल्यापटप अब सिधै आएर यहाँ बस्छ कडा रहेछ नि त यो मैले हालेको छैन के अरे अझै सुत्ने अहिले सुत्ने व्यवस्था गर्नु पर्यो पक्का लाग्दो संसार दिक्क लाग्दो दिन केही सुर्ता नलिएर बस्न देऊ एकैछिन वाक्क लाग्दो संसार भएन लास्ट वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन केही सुर्ता नलिएर बस्न देऊ एकैछिन खै मेरो बेड म बस्छ है वाह खै बान्नु त खै सिरानी ल्याउनु त बुवा यस्तो गऱ्यो अट्नी रहेछ रहेछ क्या जोडो रहेछ ल उयो मलाई यसरी हो ती जोडेर रहेछ कि मजा आउँदो रहेछ ल सिलबारमा ल एकछिन आनन्दले सुत्छु म सिलबारमा